उहाँको छोरा लक्ष्मण शर्मालाई अलिकति काठमाडौँमा हुँदाको अपरेसन गर्नुपर्ने उपचार गर्नुपर्ने भएकोले उहाँहरूलाई चाहिँ यो अपरेसन गर्ने उपचार गर्ने खर्च एकदमै आवश्यक परेकोले आवश्यक नभएकोले मलाई चाहिँ भिडियो बनाइदिनु पर्यो, कोही साथी सङ्गी विश्वासीहरूले सहयोग गर्नुहुन्छ कि भनेर उहाँले भन्नुभएको छ। र उहाँको छोरा लक्ष्मण शर्मा विश्वासी पनि हुनुहुन्छ र उहाँ कोही विश्वासी जनहरूले पनि सहायता गर्न सक्नुहुन्छ, सबैले सहायता गर्न सक्नुहुन्छ र उहाँहरू आज काठमाडौँ जाँदै हुनेछ। उहाँहरूको लागि सहायता गर्न चाहने सबैजनाले सहायता गर्नुहोला भनेर म यो भिडियो बनाएको छु। हाम्रो सुर्खेत सिटी भिक्टोरी चर्चको भाइ लक्ष्मण शर्मा उहाँ हुनुहुन्छ। हाम्रो यहाँ लक्ष्मण शर्मा बाबु र उहाँको बुवा बाबु छोरा आज काठमाडौँ जाँदै हुनुहुन्छ र काठमाडौँ विशेष के कामले जाँदै हुनुहुन्छ अरे हजुरहरू? अपरेसन गर्नुपर्ने भयो, अपरेसनको लागि जान लागेको हो। हजुर, बाबुलाई के भएको छ? बाबुमा चाहिँ घुँडा दुखिरहेको छ, जोडी दुख्छ। हजुर, अनि धेरै दुखाइ भयो, अलिक कम दुखाइ भयो नजाने भन्ने हो, अलिक दुखाइ भयो। त्यो भयो भन्नाले अब यहाँ त देखाउँदा यता मेडिकलतिर देखाउँदाखेरि जानै पर्छ। त्यो माथि त्यो म जान्दिनँ त्यति कुरा, त्यो गरेर अनि उपचार थाल्नुपर्छ भन्ने यहाँको हस्पिटल पठाए। हजुर। अनि काठमाडौँ कता कुन हस्पिटल जाने भने, कहाँ जाने भने? काभ्रे पलान चोक भन्छ त्यसलाई बनेपा। अनि खर्च कतिसम्म लाग्छ भने? खर्च अब मलाई त त्यति थाहा छैन, अब खर्च धेरै लाग्छ भन्ने कुरा मात्रै 4-5 लाख रुपियाँ लाग्छ भन्ने। कति हो? 4-5 लाख लाग्छ भन्ने। यहाँको डाक्टरले त्यतिसम्म लाग्ला, त्यतिसम्म बनाउनुहोस् भने? त्यतिसम्म बनाएर तयारी गरेर जानुला भन्ने। अब उहाँसँग पैसा छैन, अब जे हुन्छ उतै गइजाउँ, उतै गइसकेपछि अब हजुर, जे हुन्छ त्यही गरौँला। कसैले सहयोग गर्ने कोही ताताहरू कोही जुटेपछि, दयालु कोही भएपछि कसैलाई भन्नुला। अब छिटै जाऊ भन्ने कुरा भयो। अब छिटै अब आज हिँडेपछि आइतबार त्यहाँ पुगिने भयो। अब उपचार अब थाल्दै गयो नि, अब कसैले सहयोग गर्ने मान्छेले गरेपछि उपचार पनि होला, नभए जे पनि होला। अब हिँड्न भन्ने हिसाबले हिँडेको छ। त्यही हिसाबले चाहिँ त्यो पैसाको पासमा जो हो अहिले ब्यालेन्स नभए पनि विश्वासको भरमा त्यही साथी सङ्गी चिनजान अब सहयोग गर्ने देश विदेश स्वदेश विदेशमा भएका सबैले चाहिँ यो मिडिया मार्फत सहयोग गर्नुभयो भने भइहाल्ला भन्ने र हजुरहरू विश्वास गरेर हिँड्नै लाग्नु भएको छ। सबै नेपाली दाजुभाइहरूले सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ। हजुर, धन्यवाद। म पनि तपाईँलाई भनौँला, उहाँ हाम्रो यो मेरो फेसबुक साथीमा जो जति विश्वासीहरू हुनुहुन्छ, अरू एउटा दयालु मानको अरू विश्वासी बाहेक अरू जो हुनुहुन्छ उहाँहरूलाई म पनि भन्नुला। अब तपाईँहरूले मलाई भन्नुभयो, बाबुले पनि यसो केही कुरा भन्नु होइन, हामीलाई यस्तो खाँचो छ भनेर हामीले लक्ष्मण बाबुले भन्नु भएको थियो मलाई हिजो। र मलाई पनि यो गराउन एउटा सहयोग मनहरू कोही हुनुहुन्छ भने सहयोग गर्नुहुनेछ भनेर मैले यो भिडियो बनाएको छु। अनि खास यो बाबुको खुट्टा अपरेसन यो होइन, अनि घुँडा चाहिँ यो घुँडा माथि गएको छ, तल यहाँ बढाउने दुइटैको होइन, दुइटै घुँडाको। अनि यो के यसलाई के भन्छ, यो यहाँनिरको ढोर हो, यो माथि सरेको छ, यो माथि सरेको छ अरे। उहाँलाई दुख्ने समस्या हुने, अनि डक्टरले जचाउँदाखेरि चाहिँ काठमाडौँ गएर अपरेसन गर्नुपर्छ, बनेपा जानुपर्छ भन्यो। ए हजुर हजुर, हो। यस कारणले गर्दा अब हाम्रो यहाँ बाबुको लागि हाम्रा आदरणीय विश्वासीजन अथवा जो जति कहाँ तपाईँहरूको भिडियो पुग्छ तपाईँहरूले सहयोग गर्न चाहनुभयो भने हाम्रो यो दिएको ठेगाना उहाँ बाबुको बैङ्कको खाता नम्बरमा हजुरहरूले सहायता गर्न सक्नुहुन्छ। उहाँहरू आजै यहाँ सुर्खेतबाट काठमाडौँ हिँड्नको लागि तयारी गर्दै हुनुहुन्छ, सिटकेसहरू मिलाउँदै हुनुहुन्छ। अब कति बजेको जानमा लाग्नुभयो? 5 बजेकोमा जाँदै हुनुहुन्छ र उहाँहरू जाँदै हुनुहुन्छ र उहाँहरूलाई सहयोगको आवश्यकता छ। कति वर्ष भयो बाबुलाई यस्तो भएको? नै भन्नाले यो अपाङ्ग भएको कहिलेदेखि अपाङ्ग हुनु चाहिँ हिँड्न सक्नुहुन्न बाबु होइन? अपाङ्ग त जन्मेदेखि हिँडेको हो। संस्थाद्वारा सबैले सपोर्ट गरेर बस्नै नसक्ने मान्छे यहाँसम्म आइपुग्यो। ए अहिले बाबु पढ्दै हुनुहुन्छ यहाँ सुर्खेतको डाँडा स्कुलमा पढ्दै हुनुहुन्छ, 11मा पढ्दै हुनुहुन्छ। ल धन्यवाद। बाबुको लागि उपचार गर्न जाँदै हुनुहुन्छ, जसले सहयोग गर्नुहुन्छ उहाँहरूले गर्नु अवश्य गर्नुहुनेछ। धन्यवाद। परमेश्वरलाई पनि धन्यवाद। तपाईँहरू सहयोग गर्ने मन भएकाहरू सबैले सहयोग गरिदिनु हुन हामी अनुरोध गर्छौँ। र यहाँ बाबु चाहिँ जाँदै हुनुहुन्छ। ल बाबुले चाहिँ केही भन्ने विचार छ कि केही भन्न चाहनुहुन्छ? म के भन्न चाहन्छु भने मलाई अहिले चाहिँ धेरै खाँचो परेको छ, समस्या परेको छ होइन। अब काठमाडौँ जाने धेरै उपचार गरेर पहिलेदेखि सानैदेखि धेरै अत्याधिक मात्रामा चाहिँ घरमा चाहिँ कमाउने मान्छे कोही छैन, केही छैन। घरमा आमा बुढी आमा मात्रै एक्लै हुनुहुन्छ। दाइ एउटा दाइ हुनुहुन्छ, उहाँ काठमाडौँ हुनुहुन्छ। आमाले खेतीपाती गर्नुभएको छ र उहाँबाट र उहाँको भित्रैदेखि चाहिँ सहयोगको भावना। र म अन्तमा के भन्न चाहन्छु भने चाहिँ मेरो अपरेसन पनि तपाईँहरूले सहयोग गर्नुभयो भने तपाईँको साथ र सपोर्टले गर्दा चाहिँ धेरै ठुलो काम हुनेछ र मेरो भविष्य सुधार आउनेछ। मेरो पढाइ लेखाइ अगाडि बढ्नेछ, हरेक कुरामा आशिष हुनेछ। र अहिले पढाइलाई बिचैमा रोकेर जान लाग्नु भएको छ? बिचैमा रोकेर जान लाग्छ। छिटो उपचार भयो भने छिटो आउने फेरि पढाइ सुरु गर्ने? पढाइ इक्जाम दिन 11मा पढ्दै हुनुहुन्छ? 11मा पढ्दै हुनुहुन्छ। के विषय पढ्नु? म चाहिँ एजुकेसन लागेको छु अहिले। ए ल धन्यवाद है बाबुलाई, धेरै धन्यवाद। म पनि अब यो भिडियो मार्फत हाम्रा साथीहरूलाई म भनौँला राम्रोसँग जानु होला। धन्यवाद छ ल बाबु है। ल हुन्छ।
यो चाहिँ हाम्रो अपाङ्ग कार्ड हो उहाँ बाबुको। उहाँ पहिलेदेखि अपाङ्ग हुनुहुन्छ, अपाङ्ग कार्ड बनाउनु भएको छ। उहाँ विद्यार्थी पनि हुनुहुन्छ। यो 11 माउ डाँडा स्कुल 11 मा उहाँ पढ्नुहुन्छ सुर्खेतमा डाँडा स्कुलमा। उहाँ चाहिँ सानैदेखि उहाँ चाहिँ अपाङ्ग हुनुहुन्छ। त्यो पोलियो हो कि केले गर्दाखेरि उहाँलाई बच्चैदेखि अपाङ्ग बनायो। तर पनि उहाँ चाहिँ थोरै थोरै हिँड्नुहुन्छ। अहिले चाहिँ उहाँ सुर्खेतमा डाँडा स्कुलमा आएर डाँडा स्कुलमा जोइन भएर पढ्दै हुनुहुन्छ 11 मा। र उहाँलाई फेरि यो अचानक अहिले घुँडामा समस्या आयो। यो घुँडाको यो के भन्छ त्यो घुँडा अगाडि त्यो जोर्नीको उता एउटा भाग चाहिँ त्यो गोलो त्यो नाम मलाई के आएन, त्यो अलि माथि सरेको छ। त्यो एकदमै दुख्ने पीडा हुने गर्दछ। हस्पिटलमा जचाउँदाखेरि चाहिँ यहाँको हस्पिटल प्रदेश हस्पिटलले चाहिँ काठमाडौँ जानुपर्छ भनेर काठमाडौँ पठाएको छ। उहाँहरूलाई चाहिँ अहिले एकदमै यो अपरेसनको लागि आर्थिक कुराहरू चाहिँ नभएपछि अब उहाँको खुट्टामा धेरै पीडा भएको कारणले गर्दा उहाँ चाहिँ जानु नै पर्ने भएकोले विश्वासको आधारमा उहाँ जाँदै हुनुहुन्छ। र पक्कै पनि हाम्रा स्वदेश विदेशमा भएका नेपाली दाजुभाइ विश्वासी दाजुभाइहरूले अवश्य नै सहयोग गर्नुहुनेछ भनेर उहाँले भन्नुभएको छ। उहाँ सहयोगको आशा राख्नुभएको छ। सहयोगी मनहरू जो जति हुनुहुन्छ तपाईँहरूले यो दिएको उहाँको यो बाबुको बुवाको एभरेस्ट ब्याङ्कको एकाउन्टमा तपाईँहरूले सहायता आफूले जति सक्नुहुन्छ 100 रुपियाँ 500 रुपियाँ 1000 रुपियाँ त्योभन्दा जति सक्नुहुन्छ होइन 5000 10000 20000 50000 जति सक्नुहुन्छ तपाईँहरूले उहाँहरूलाई सहायता गर्न सक्नुहुन्छ। उहाँहरू तपाईँहरूबाट एकदमै सहायताको आशा गर्नुभएको छ। उहाँहरूलाई चाहिँ त्यो खुट्टाको उपचारको आवश्यकता परेको छ। उहाँहरूले चाहिँ आफैले त्यो खर्च बेहोर्न नसक्ने परिस्थिति घरको परिस्थिति छ। उहाँको घर चाहिँ रुकुम हो। छोरा अपाङ्ग भएको कारणले गर्दा सुर्खेतमा समय समयमा उहाँले उपचार पनि गर्ने नजिकैको स्कुलमा पनि पढाउने भनेर सुर्खेत कर्णाली प्रदेशको राजधानी सुर्खेत आएर उहाँ बस्नु भएको छ। सुर्खेत वीरेन्द्रको वार्ड नम्बर 6 डाँडा स्कुलमा उहाँले छोरालाई पढाइराख्नु भएको छ। र अहिले अचानक फेरि त्यो खुट्टाको लागि त्यो खुट्टाको घुँडाको दुखाइ भएर अनि त्यो अपरेसन गर्नुपर्ने भएर काठमाडौँ जाँदै हुनुहुन्छ। हवस्, धन्यवाद। परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस् र साथै यो भिडियो धेरैभन्दा धेरै सेयर पनि गरिदिनु होला। सहयोगी मन भएका जनहरू कहाँ मानिस कहाँ पुगोस् ताकि उहाँहरूलाई खर्च उपचार खर्च जुटोस् भनेर कृपया यो सेयर गरिदिनु होला भनेर हामी अनुरोध गर्छौँ। साथै तपाईँले लाइक कमेन्ट सेयर गर्नुभयो भने यो पेज मेरो पेज मोनिटाइज भएको पेज हो। यसबाट केही आर्थिक सङ्कलन भयो, फेसबुकले पैसा दियो भने पनि यो भिडियोद्वारा आएको पैसा हाम्रो बाबुको उपचार खर्चको लागि नै हामीले खर्च गर्नेछौँ, म पठाइदिनेछु। त्यस कारणले कृपया धेरैभन्दा धेरै कमेन्ट लाइक सेयर गरिदिनु होला। कमेन्टमा गेट वेल सन लेख्न सक्नुहुन्छ, लाइक गर्न सक्नुहुन्छ अनि सेयर गरेर धेरैभन्दा धेरै व्यक्तिका पुर्याइदिन सक्नुहुन्छ। प्रिय दाजुभाइ दिदीबहिनी यो गरिदिनु होला। यो पेज चाहिँ मोनिटाइज भएको पेज हो र तपाईँहरूले त्यो गर्नुभयो भने तपाईँहरूले रुपियाँ पैसा सहयोग गरेको जत्तिकै हुनेछ है। हवस्, नमस्कार, धन्यवाद तपाईँहरू सबैलाई।